कति सुतेको उठा क्या अब यी 4 दिनको ईद पनि सकियो ल यति पानी खाऊ तातो पानी म नास्ता पनि बनाएर ल्याउँछु हो के गर्छौ केटा मान्छेको पीडा साह्रै गाह्रो छ हेर स्वास्नी नेपालमा राखे सबैका त भन्दिनँ कोही कोहीका स्वास्नी टाप अब विदेशमा ल्याएर राखे खाना लाउन पुर्याउन पर्यो रुम भाडा लिपपोत यसो गर्नै पर्यो त्यसै गाह्रो आइमै बरु रोएर 2टा आँसुका ढिका खसालेको देख्छ केटा मान्छेको पीडा देख्दैनन् हेर बुढो त्यसो गर्दाखेरि अब क्या नेपालमा राखे पनि देहासी गर्नै पर्यो होइन चाडबाड भन्यो उता के भन्यो उता घुम्न जाने भन्यो उता खाने भन्यो उता हिँड्ने भन्यो के भन्यो गर्दा जान्छ जिन्दगी यसरी पिरल लिएर नसुत हेर अब भोलि बिहानको ड्युटी छ अब घन्टी हल्लाउँदै जाऊ घन्टी मय भएछ नराम्रो भनेको होइन है मैले फेरि घन्टी हल्लाउने भनेपछि जेलाई पूजा गर्दा नि हल्लाइन्छ मन्दिरमा गयो नि हल्लाइन्छ त्यसलाई नराम्रो सोच्न हुन्न हेर बुढो यसरी अन्नमा पानी भएर नसुत उठ के गर्छौ तिमीहरूको पीडा कसैले केटा मान्छेको पीडा कसैले बुझ्दैन 4 दिन छुट्टी अब यसो सुत्ने आराम गर्ने गर्यो अब पुग्यो तिम्रो आराम पुग्यो अब 1 वर्षलाई पुग्यो हेर उठ 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 त्यही यस्तो पिरालो लिएर नसुत उठ उठ म नास्ता लिएर आउँछु के गर्छौ त अब हामीलाई खाना लाउन दिन पर्यो स्वास्नीलाई बिहा गरेपछि होइन भनेको जति पुर्याउनु पर्यो राम्रो पनि हुन पर्यो तिमीहरूलाई न लुगा लत्ता छ न चाडबाड छ न के छ केटा मान्छेलाई धेरै गाह्रो छ ल उठ उठ म नास्ता ल्याउँछु उठ उठ